मलाई एउटा कुरा बताउनुस्, तपाईको नाम अगाडि डाक्टर लेखाएको छ, त्यो सर्टिफिकेट चोरीको कि पढेर ल्याउनु भएको छ? तपाईकै कार्यकर्ताले स्वास्थ्य बीमाको बारेमा सोध्दै हुनुहुन्छ, तपाईको नेता कार्यकर्ताले भन्दै हुन्छ स्वास्थ्य बीमाको बारेमा सोधिदिनुस् मन्त्रीज्यूलाई। हामी काम गर्दै छौँ कि अहिले केही भन्ने बेलै भएको छैन है। तपाईकै नेता हैन उहाँले भन्नुभयो अहिले हामी काम गर्दै छौँ, बेला भएको छैन, के भन्नु छ? यस्तो छ, अब हाम्रो आदरणीय माननीय मन्त्री त्यही त आदरणीय लगाउँदा त यो देशको यस्तो हालत। ठीक भन्नु भएछ सर, गजब कुरा गर्नुभयो। नमस्कार हजुर। हजुर सचिवजी हजुर हो सर। नाम शुभ नाम हजुर? मेरो नाम मोहन हो सर। मोहन के? ढुङ्गाना। मोहन ढुङ्गाना। हजुर सर। त्यो महेन्द्रपुलको रसबरीको स्वाद कस्तो थियो? जन्म दर्ताको प्रमाणपत्रलाई 1.5 लाख, 1 रुपियाँ लियो छैन सर। नागरिकताको सिफारिस सहित भए कति? होइन सर। 3 लाख। होइन सर, प्लिज होइन है, प्लिज होइन है। तपाईँको स्वास्थ्य त ठिक छ नि सर, मिठाई यति नखानु भन्ने कुरामा मैले स्वास्थ्य ठिक छ नि सर भन्दाखेरि उहाँले बाहुनको छोरो जता गुलियो त्यतै भुलियो भन्नुभयो, अनि उहाँले मिक्स पनि लानुभयो, 1 डिपा लानुभयो। जहाँ गुलियो त्यही बाहुन भुलियो होइन सर? बङ्गलादेशमा जस्तो किसिमको घटना भएको छ, यसले नेपाली राजनीतिमा एक किसिमको चिन्ता बढायो कि बढाएन? त्यो घटना नेपालमा हुन सक्छ कि सक्दैन? पाठ पनि हुन सक्छ नि। संसारको एउटा कुनै कुनामा भएको घटनाले अर्को कुनामा यसको असर प्रभाव त परिहाल्छ। त्यसकारणले असर मात्रै होइन, यसले सिकाउन पनि सक्छ। त्यहाँ 20-25 मिनट भित्रमा उड्नुपर्ने आदेश आएपछि टाप ठोक्या हो। अब नेपाली नेताहरू पनि त्यसरी नै टाप ठोक्ने अवस्था आउँछ। मजा आयो। कुन फिल्म हेरिरहनु भएको छ? बाहुबली हो हजुर? बाहुबली हो के हेर्नु? बाहुबली हो यो? 1 हो कि 2 हो सर? बाहुबली कटप्पा नै बाहुबलीको क्यों मारा?